कपाल झर्नबाट रोक्ने र नयाँ कपाल पलाउने जिएफसी पद्धति के हो र यो कसरी गरिन्छ भनेर म यो भिडियो मार्फत हजुरहरू समक्ष आएको छु। जिएफसी बनाउनको लागि मेरो आफ्नै रगत निकालेको भिडियो यहाँ देख्न सक्नुहुन्छ। यसरी रगत निकालेपछि 45 मिनटपछि यो निकालेको रगतबाट जिएफसी नामक पदार्थ झिक्न सकिन्छ। अब यो जिएफसीलाई मेरो कपालमा कसरी हालिन्छ भनेर म यो भिडियो मार्फत देखाउन चाहन्छु। सर्वप्रथम आँखामाथि एउटा पट्टी लगाइएको छ ताकि बिहोसी बनाउने सुई लगाउँदा अथवा जिएफसी लगाउँदाखेरि भोलिपल्ट आँखा सुन्निने समस्या आउन सक्दछ। यसरी आँखा नसुन्नियोस् भन्नको लागि यो सुई लगाउन्जेल र राति सुतिन्जेलसम्म यसरी पट्टी लगाउनु पर्ने हुन्छ। यसपछि कपाललाई सफा गरेको देख्न सक्नुहुन्छ। अब दुखाइ कम गराउने अथवा दुखाइ थाहा नहुने सुई लगाएको देख्न सक्नुहुन्छ। यसबाट पछि जिएफसी लगाउँदाखेरि दुखाइ कम हुन जान्छ। अब यो जिएफसी यसरी बनाइएको छ, यहाँहरूले देख्न सक्नुहुन्छ। र यो जिएफसी अब मेरो कपालमा छाला रोग विशेषज्ञले लगाइदिनु हुनेछ। ब्लिडिङ कम गराउन र दुखाइ कम गराउन यसपछि आइस प्याकको प्रयोग गरिएको देख्न सक्नुहुन्छ। जिएफसी भनेको चाहिँ ग्रोथ फ्याक्टर कन्सन्ट्रेट हो। यो चाहिँ प्रायः हामी बिरामीहरूको जसको चाहिँ कपाल अलि पातलो भएको छ त्यो कन्डिसनमा चाहिँ हामीले लगाउने गर्छौँ। लगाउँदाखेरि चाहिँ यो महिनाको एकचोटि लगभग 3 देखि 4 महिनासम्म चाहिँ लाउनु पर्ने हुनसक्छ। अनि यसरी लगाउँदाखेरि चाहिँ बिरामीहरूलाई चाहिँ केही हदसम्म चाहिँ कपाल झर्नु चाहिँ कम हुने देखेको छ। अनि जिएफसी गरे सँगसँगै हजुरले चाहिँ तत्काल मिनोक्सिडिल 5% लगाउन सुरु गर्यो भने चाहिँ राम्रो प्रभाव चाहिँ छोड्छ कपालमा। त्यो चाहिँ अलि लामो समयसम्म चाहिँ लगाउनु पर्ने हुनसक्छ।